सासु र बुहारीको बोयफ्रेन्ड एउटै भएपछि सासु भन्छन् मैले 6 वर्षदेखि म रिलेसनमा थिएँ, मैले शरीरदेखि सबै सुम्पिएँ भन्छन् भने यता बुहारी पनि भन्छन् मेरो अङ्गालोमा बाँधिएको श्रीमान हो भन्छन्। अब के होला सासु बुहारीको यहाँ? काजी काजी को टाइम पास तपाईले फोन लागेन काजीले? लागु गर्नुभयो, उठाउनु पनि भयो। के भन्नुभयो यहाँ रेकर्ड राख्नु? के भन्नु? के भन्नु त चुप लागो भन्नु। चुप लागो भन्छ। सासूले फेरि अर्कै भन्दै रहेछ, सासूले छोड्दिन भन्दै रहेछ फेरि। त्यसकै होस् मलाई मतलब। लु एकछिन यहाँ फोन आएर भाउजू कस्ती रहेछ मैले त देखेको हामी माइत गएको पनि सब कुरा उपलब्ध हुन नसक्ने बनायो मेरो। ए हो गरि त हाल्छ त यहाँ आउनु। यहाँ मैले गरि त्यो त मैले घर देखाएको छैन। खोइ त यहाँ उयो हुँदैन। उपलब्ध हुन नसक्ने कल गर्नु त छिटो आइज भन्नु त। यो काजी यहाँ नआइ त्यसको फोनबाट गर्नु त, त्यसको फोन माग्नु त दाइ। मेरो अरू उपलब्ध हुन सकेन। हैन गर उ सर बोल्छ। ल्याउनु त ल म बोल्छु। यो काजीले चाहिँ सासु बुहारीलाई कस्तो सासु बुहारीको जीवनमा चाहिँ कस्तो यार यो त अनि उसको तपाईँ भन्नुहुन्छ सासु भन्नुहुन्छ, काजी मेरो बुढा, यता बुहारी भन्नुहुन्छ काजी मेरो बुढा, अनि कसको बुढा चाहिँ भन्नु? अब तपाईहरु उ लोग्ने स्वीकार्छु भनेर आको, जेठो बुढा स्वीकार्छु भनेर आको। तपाईको बुढा उडाइदियो। जेठो बुढासँग लागेन, उपलब्ध हुन सकेन भने ठिक छ। अब यहाँ काजी अब काजीले नबोलाइ हुँदैन यहाँ, किनकि सासु पनि अँगाल्ने बुहारी पनि अँगाल्ने हैन हो कि आमा? हेर्नुहोस् तपाईँको गाउँमा त आमा हेर्नु न, उता सासु र बुहारी हो हैन? होइन विदेश पठायो अनि पैसा खायो अनि अर्को केटी भेट्यो, अर्को पनि ल्यायो, विदेश पठायो अनि पैसा खायो, त्यस्तो रहेछ। अब कस्तो खालको यो त मैले कुरै कहिले सुनेको छैन। तपाईँ कति वर्षको उमेरमा? म 70 वर्षको उमेरमा सुन्नुभएको थियो सासूको लप बुहारीलाई उडाइदिएको? सुन्नुभएको थियो? सुन्नुभएको थिएन? अनि आज त यो सासूको लप बुहारीले उडाइदिएछ त नि। हो अब के गर्ने? अब के गर्नु, हजुरहरूले जान्नु। हामी भन्दा पनि कानुनले जान्छ, जान्दछ। काजीले चाहिँ ल्याउनु पर्यो हैन? काजी कस्तो छ हौ अनुहार? कुमाल त हो, हनुमाने कस्तो सेतो छ कि कालो छ? गोरो छ। ए गोरो छ, ह्यान्डसम छ नि, राम्रो छ नि अनुहार त? छैन। कस्तो छ रे काजी? काजी कस्तो छ रे? कसले फोन अहिले? काजी घर छौ यहाँ? घर छौ अङ्कल पनि बिचरा तनावमा हुन्छ नि त यस्तो भयो भने त नि। काजीलाई बोलाउनु पर्यो। तपाईँ लुकेर कुरा नगर्नु। तपाईँले अनि तपाईँ अघि कहाँ लुकेर कुरा गर्नुभयो? यहाँ स्पष्ट रेकर्ड हुनुपर्छ। तपाईँ यता आउनुहोस्, तपाईँसँग कुरा गर्छु म। यहाँ आउनु। कसले भन्यो फेरि? मेरो बुढाले नि त्यसो भनिरहेछ। ला यो त दुई जिब्रे मान्छे पो रहेछ त नि। अहिले त्यो एउटा हरिवंश र मदन कृष्णको फिल्म हेर्नु भएको छ? कान्छीकोमा जान्छ, कान्छीलाई गएर भन्छ म त तिमीलाई मन पराउँछु भन्छ। मेरो सामान निकाल्नुको लागि त नि उसको अर्को बुढी आउनु पर्यो। ए हो त्यही त हो, अर्को बुढीलाई पैसा कमाएर पठाइदिएको थियो। अहिले कतिवटा बे गर्नसँग जानुहुन्छ तपाईँहरू चाहिँ यार? हामीले कतिवटा बे गर्नु, यसको छोराले मलाई दुःख नदिएर मैले हिँड्ने बाध्य। तपाईँको कुरा गरेको होइन, त्यो केटाले चाहिँ धेरैवटा बिहे गरेको छ नि त, त्यसलाई नै किन अँगालेर जान्छ? छोरा मान्छेको त के भरोसा त? अनि अझै भरोसा लाग्छ त्यत्रो बिहे गर्नेको? अब त गर्दैन होला नि त, अब त भनिरहेछ गर्दिन भनेर गर्दैन होला नि त। अहिले के भन्यो अरे? अहिले के भन्यो अरे? सासूले भनेछ म तिम्रै बुढा हो, तिमीसँगै बस्छु भनेछ। बुहारीले अहिले फोन गरेछ तपाईँलाई? मैले गर्नुभयो त के भन्यो? चुप लाग भन्नुहुन्छ नि। अनि अरू? चुप लागेर बस, तिमी छुच्ची नहो भन्नुहुन्छ। छुच्ची नहो भन्छ? चुप लाग भन्नुहुन्छ। चुप लाग भन्छ। अनि अघि त भन्यो हिजो अस्ति नै भनिरहेछ, बारम्बार टर्चर दिइरहेको रहेछ वहाँनिर, बारम्बार टर्चर दिएर कान्छी यसो भनिरहेछ मलाई। नबोल होइन त। अनि उहाँको पनि बुढा रहेछ नि त, उहाँको नि श्रीमानै हो भन्छ। अनि उसको त बुढो त माथि जेठो बुढो स्वीकार्ने कि माइलो बुढो कि कान्छो बुढो स्वीकार्ने? मैले कहाँबाट 10 लाख पैसा मैले खाएको थोडी नै। तपाईले उलाई दिएको हो र? काजीले दिएको हैन?
उसले हुँदैन दिएको पहिलो कुरो तपाईँले कसलाई दिनुभएको पैसा उसलाई दिएको तर उसलाई त खाइन यसले पनि खाइन त त्यो खायो खाएन, को दियो, दिएन। काजी हो छोरो लु बोलाउनु त हेलो यहाँ तल झर है यहाँ तल यो नि के छ त्यो तेरो दिल्लाई लिएर आइज तेरो जेठी सासूलाई लिएर आइज यहाँ तल पाथी भएर मन्दिरदेखि अगाडि उयो उयो के अरे के पो भन्छन् हौ के पो अरे यहाँनिर हो के अरे उयो टफु कि टफु यो चोकको नाम भन्नु त दिदी लोकेसन दिनु त यहाँ हेलो दिदी चस्मा दिदी यहाँ आउनु न टफु टफु अगाडि आइज टपुदेखि तलतिर ग्राभेलतिर छिर्नुपर्छ यहाँ आउँछ अब सुन्नु काजीले के भन्नु फेरि भनिदिनुहोस् एकचोटि तपाईँको कुरा सुनिराखौँ जस्तो लाग्यो मलाई त काजुले के भन त्यो सामान निकालेर लग तिम्रो बुहारी हो लग तिमी मैले डाइरेक्ट भने दिदी आन्टी नै हुनुहुन्छ त्यहाँनिर होइन आन्टीले पनि सुन्नुहुन्छ त्यो आन्टीले पनि बोलाउनु न त्यहाँ सँगै बसेर बोले अनि मैले के भने ठिकै छ यत्रो वर्ष मैले 2 वर्ष मेरो अर्को बुढो थियो भने मैले उसलाई पठाइहाल्थेँ नि तर तपाईँले मलाई के गर्न खोजेको उसँग रिलेसन राम्रो थियो भने मलाई छोडिदिन हुन्थ्यो नि तिमीलाई त जिन्दगीमा छोडिदिन भन्छ तिमीलाई छोडिदिन बुहारीले भन्छ यस्तो करे यस्तो कालीले क्या सुटी बुढीले त्यसले भनेकी मात्रै हो भर्खरकोले उसले कसो गरेछ भन्ने कुरो त्यो मलाई थाहा छ यसले भनेको हो उसले त्यो कुरै गर्दैन त्यो म जान्दिनँ तिम्रो बुहारी हो लिएर जाऊ सामानहरू लिएर जाऊ तिमीलाई म छोड्दिनँ भयो अनि त्यत्रो पैसा 10 लाख पैसा यसले कहाँ निकालिदियोस् त पैसाकै लागि प्रेम त होइन अनि प्रेम त पैसा त्यो पैसा कहाँबाट निकाल्यो 10 लाख पैसा त खेला छिरो पैसा तपाईले ड्याम किन हाल्दिएको पैसा ए हिजो अस्तिसम्म हालिदिएको के दाइ अब अर्को आयो भने फेरि 24 महिनाको सम्म हालेको मैले यहाँ सुन्नु काजीको बुढी अर्कोमै रहेछ छ त्यो आएपछि झन् लफडा हुन्छ यहाँ त्यो आएपछि लफडा हुने कुरै छैन नि मेरो मैले उसको घर व्यवहार उसलाई आदि त मैले साथ दिएको छु को काजी हेलो यहीँहरूतिर छु कसरी लिएर जानु तपाईँले बाबा भनेर बोलाइ गर्छ भने बुढो मैले कसरी लिएर जानु लु भन्नु यदि म तपाईँको बुढी होइन थिएँ भने मैले त होइनस् भनेर भनिदिनु मलाई बिदा दिनु राम्रोसँगले होइन तर एउटा कुरो तपाईँ मेरो बुढा हुनुहुन्न थियो भने 2 वर्ष मैले अर्काको देशमा रोएर दुःख गरेर बसेर पैसा किन पठाउँथेँ मैले के भने सुन न सल्लाह गर हैन बिस्तारै भाइ आएन आएकै छैन आउँदैछ त्यहीजना बिस्तारै हैन दुईजना सल्लाह गरेर बिस्तारै हैन त्यो तपाईँलाई छोड्दै नछोड्ने तपाईँले छोड्दिनँ भनिरहेको छु अनि अब कसरी मसँग रिलेसन त्यस्तो हुँदा हुँदै योसँग किन यो खालको व्यवहार गर्नुभयो त तपाईँले भन्नु न त्यो प्रश्न त तपाईँले मलाई बताउनै पर्छ भन्नु न किन गर्नु हो तपाईँ मेरो बुढा हो कि होइन मुनाको र मेरो बुढा हो कि होइन हो कि होइन हो भने अनि किन यो व्यवहार किन गर्नु मुनाको नाम नलिएर के मेरो बाउको नाम लिनु मिडिया यहाँ छ म पर एक देशमा मकै बारीभित्र बसेर बोलिरहेको छु उनीहरू पर घरमा बुहारीलाई फकाउँदैछन् त्यहाँ भरे मैले भने त भोलि गएर त्यहाँ मेरो नाम जोडिएर त्यहाँनिर मिडियामा मेरो फोटो नाम आयो फोटो त तपाईँको आउँदैन म लाउन दिन्न त उहाँ दाइहरूलाई लाउन दिन्न बरु त भने त तपाईँले यदि मलाई छोड्न सक्नुहुन्न भने ठिकै छ छोड्न सक्नुहुन्छ भने मलाई राम्रोसँग भन्नु आमा समानको मान्छे त्यति कालीलाई किन राख्छु भन्नुभयो अरे हो हो कि होइन होइन अहिले त बबिताले त्यसो भनिरहेको छ त बबिताले त्यसो भनिरहेको छ त त्यो आमा समानको मान्छेलाई म किन राख्छु भनिरहेको छ त मलाई फोन आएको छ म फ्लाइट मोड हालिदिन्छु भनेर तिमीलाई फोन गरेर राखेको ल ल बकार बिस्तार लानु ठिकै छ नि होइन बुढो म तपाईँ मेरो बुढो त हो नि ए मैले के भने तिमी मान्छे चाहिँ कस्तो छ कतिचोटि भन्नुपर्छ हौ अनि कतिचोटि भन्नुपर्छ भने यसलाई किन त्यो फोन उठाउँदाखेरि बाबा भन्दै फोन उठाउँदै किन बोल्नुभयो त्यो मेसेन्जरमा किन फोन उठाउनु हुँदैछ सुन भाइलाई बोल म फोन उठाएको थिएन भन्दैछ फोन फुटाइदिउँ खोजेर फुटाइदेऊ न अनि म मेरो पैसाले किनेको फोन नि होइन झगडा नगर मेरो पैसाले किनेको फोन होइन झगडा नगर भन्दैछ मलाई यहाँनिर राँडी र साँडी रन्डी र सन्डी किन पार्दैछ यो मेरो सौता हो
बरु मुनालाई राँडी र रन्डी पारेको म सहन सक्छु। यो मेरो बुहारी हो कि होइन? मैले मेरो कुरा तिमी ध्यान दिएर सुन्दैन तिमी सुनिरहेको छु। अब मैले भन्नु खोजेँ त्यो मान्छे लिएर जाऊ न, उसलाई पनि विश्वास खकाउ लिएर जाऊ होइन। मैले उसलाई बार पनि जहिले पनि प्रायः भन्ने गर्छु भन्नु चाहिँ मेरो जेठो बुढो म स्वीकार्न आएको अरे मैले मेरो जेठो बुढो स्वीकार्थेँ भने मेरो बुढालाई पैसा पठाउँथेँ नि, तपाईँले किन पठाउँथेँ म? फेरि नि खोज्नु थाल्यो के नि खोज्न थालेँ तपाईँसँग? मैले भन्न पाएँ त। मलाई धेरै फोन आइसक्यो कि मोबाइल फ्लाइट मोड हालिदिन्छु है भनेर फोन गरेँ। त्यहाँ मलाई मेरो चाहिँ फ्लाइट मोडमा राख्नु भएन नि फेरि। अब फ्लाइट मोड हालेपछि कसैको फोनै आउँदैन नि। कसैको फोन होइन, फ्लाइट मोड नराख्नु। फोन आउँछ उसको फोनमा व्यस्त राखिदिनु। म अरू कुरा केही जान्दिनँ। अहिले यहाँ फोन गरेको मात्रै थाहा पाएँ भने फोन फेरि कच्चा कुचो अचार हुन्छ नि। मिडियाको अगाडि अचार बनाइदिन्छु। म अहिले मकैबारीभित्र छु कि। मिडिया सिटा लिएर जाऊ होइन। म यति कुरा भन्नु कि यहाँनिर यो घरको आन्टीहरूले कति के भनिरहेछन् भन्ने कुरो तपाईँलाई थाहा छ? भोलि यो दिन मैले विदेशबाट पनि रुँदै यस्तो काम नगर्नु है बुढो भन्दाखेरि म गर्दिनँ भनेको। मेरो कुरा सुन्नु कसम भनेको यार, मेरो पुरै बेइज्जत हुने भयो गाउँ हल्ला। कसम भनेको ब्याइजेत हुने भयो यार होइन। तर मलाई चाहिँ के गर्न खोजेको? म त कसम भनेको भोलि नि होइन, भोलि कसम मुना थाहा भयो भने कसम भने म मर्दा हुन्छ कि। तिमीले मिडिया लिएर यस्तो गरेको नि। मैले तपाईँलाई केही गरेको छैन बुझ्नु। भोलि होइन मैले भन्दा यो कुरो भोलि नि होइन मुना कामसँग पुग्यो भन्ने कस्तो भने म बाँच्ने ठाउँ चाहिँ छैन क्या मेरो। हो त्यही भएर गल्ती गर्नु हुँदैन। भन्नु उसले पनि सुनिरहेछ। यहाँ परत कुदेर आएर मरिरहेछ। होइन सुनिरहेको छैन बाबा, यहाँ आउनु छिटो। बाबा गर्नुहुन्छ? सुन्नु भयो नि तपाईले पनि धेरै बिहे गर्ने मान्छे रहेछ यार। 4-5 वटा भइसक्यो बिहे गरेको। तपाईले नि बिहे गरेको छ? कतिवटा बिहे गरेको हो तपाईले? कसले कति बिहे गरे होइन? अब यहाँ गरौँ। अहिले फोन फुटाइदिन्छु भन न। अङ्कललाई फोन गर्छु। अहिले म फोन फुटाइदिन्छु भने नि। फोन नबुढाउनु घाटा हुन्छ। दाजुलाई भन नि। अलरेडी फोन फुटिसकेको छ। स्क्रिन फुटिसकेको छ। अहिले मलाई छोप्छ भने अहिले आएर के हो? उता यता त नानी यता नदेखाउनु त। यहाँ सुन्नु अब कसरी मिल्ने खालको कुरा क्या। अब के कसरी मिल्ने खालको भन्नु न। अनि यता आउनु। के किन काट्या? अनि यहाँ आएर उचालिन थाली। अनि तपाईँ मेरो बुढा हो कि होइन भन्नु न। कति 2 दिन मात्रै बस्नु गयो अरे मसँग तपाईँ हो? उसैले भनेको होइन। मेरो अर्को बुढा थियो, मेरो जेठो बुढा स्वीकार्थ्यो होइन। तपाईँले मेरो बुढो अनुहार किन पैसा पठाउँथे त? भन्नु न एउटा कुरो चाहिँ। धेरै त्यहाँ बुढो यताउति भनेर धेरै नचिच्याउनु हौ। भोलि यो कुरा कसम भनेको मेरो घरसम्म आइपुग्छ यार। मेरो घरसम्म आइपुग्यो यार म तपाईँको बुढी चाहिँ हो कि होइन त्यति मात्रै भन्नु न। ए भगवान् कति भन्नु न त्यति मात्रै। अहिले त्यहाँ त्यसको फोन उठाएर बोलेको मात्रै थाहा पाएँ भने फोन फुटाइदिन्छु फेरि। छैन काटु त के गर्नु काटु। अब हेर्नुहोस् काजी, अब काजीको अर्को श्रीमतीले देख्नु बाँकी नै छ। अब यो भिडियोमा देख्छ कि भने त्रास छ, डर छ। मुनालाई हाल्दिन, मुना कुमारलाई अर्को पनि काजीको बुढा छ होइन? ए बुढी छ। यहाँ छ फोटोमा देखाइदिन्छु। कतिवटा यो चाहिँ ओरिजिनल बुढी होला, तपाईहरु डुप्लिकेट होइन? अब एकछिन अब तपाईहरु हल्ला नगर्नु ल। तपाईहरु हल्ला नगर्नु है। अब बहिनी तपाईँ कल गर्नु त। तपाईँ चाहिँ सोध्नु त। तपाईले सोध्नु, तपाईले त्यसरी नै सोध्नु त। एकछिन मलाई किन ल्याएको? कोही हल्ला नगर्नु ल। रेकर्ड हुँदैछ नि हैन? सबै रेकर्ड गर्नु न। हो कि यता कल गर्नु न। कल गर्नु हो कि नभन्नु। उले त हो भनौ। अब उता तिमी हो भनिहाल्छ नि। हिजो बेलुकै पनि हो भन्दै थियो। तपाईँ सोध्नु न। तपाईले सोध्नु न। ए चुप नबोल्नु कोही। एकछिन न उठा। अनि यता पनि बुढी भन्छ त्यता पनि बुढी भन्छ, त्यसले मेरो जिन्दगी बर्बाद पार्न पाउँछ?
बुया झिका झिका लु लु झिका झिका लु सबैले झिकाउन लाउनु सबैले हैन यहाँ भन्दा पनि त्यहाँ फोन गरेर तिमीले बोलाउने म बोलाउँदिन उसँग मजाले बोलिरहेछ भने उता उता पनि दो चारै छ भने त म झिकाउनु पर्यो मेरो जिन्दगी बर्बाद पार्न पाउँदैन नि यिनीहरू खेल खेलेर आमा छोरा भएर अब झिकाउनु हैन आमासँगको मान्छे छोरासँग अब सासूलाई पनि भेटियो बुहारीले पनि भेटियो अब काजीको अर्को बुढी पनि आउँदैछ झन्सार गण्डगोल हुन्छ यहाँ मुनालाई त थाहा छ मलाई मुनालाई त ओरिजिनल बुढी आउनु बाँकी छ सेकेन्ड ह्यान्ड डुप्लिकेट बुढीहरू भेटायो मुनालाई त अब ओरिजिनल बुढी आउनु बाँकी छ हामी माइत जाँदाखेरि पनि मुनालाई थाहा छ भनेको अब हामी माइत पनि सुन्नु न बहिनी यहाँ सुन्नु न त्यो त ओरिजिनल रहेछ हैन ओरिजिनल रहेछ नि त्यो त कुन चाहिँ ओरिजिनल अब आउने थाहै छैन अहिले भिडियो भाइरल भिडियो देखेपछि आउँछ यो भिडियो हाल्दिनु नि माथि मुनालाई मुना कुमाल सर्च गर्नु WhatsApp नम्बर छ दाइ छ नि म दिन्छु त्यो चाहिँ ओरिजिनल बुढी हो उसको आफ्नै बुढी तीन भाइ छोरा अन्त ओरिजिनल तपाईँ चाहिँ डुप्लिकेट भयो तपाईँ र सासू चाहिँ हैन 3 भाइ छोरा छ हेर्नुस् अब त यहाँ त नि बिहे गर्दै राख्ने खालको रहेछ क्या जति पायो त्यति बिहे गर्ने खालको रहेछ क्या त्यो मान्छे चाहिँ के कारबाही गर्ने अब कारबाही त अब कानुनले गर्नु पर्यो कानुनले के गर्छ मेरो कलिले उमेरमा यतिकै जिन्दगी बर्बाद पार्नु पाउँदैन त्यस कारणले हामी आएको तपाईँको जिन्दगी बर्बाद हुँदैछ यहाँ भनेर हामी आएको नहोस् भनेर अनि हामीसँगै तपाईँ के रूप यस्तो गराउनुहुन्छ नि हुन्द्रुङ्गे मुसा जस्तो गराउनुहुन्छ कल गर्नु त त्यो मान्छेलाई चाहिँ झिकाउनु पर्छ यहाँ सुन्नुहोस् ए नबोल एकछिन नबोल्नु न एकछिन नबोल्नु न अर्के हाल्छ होइन ल्याइसकेको पनि छ फोन उठायो ए थाहा रहेछ त नि फोन उठायो छ नि जहाँ भए पनि मलाई थाहा छ हामी बुढाबुढी बिचको कुरा भनिहाल्छ नि मलाई ए नबोल्नु न हौ तपाईँ नबोल्नु न नबोल्नु न नबोल्नु छोड्छु कल गर्नु न यहाँ हेर्नुहोस् आज मिडियामा नआएको भए अझै अरू छोरीचेलीको पनि जिन्दगी बर्बाद पार्न रहेछ काजीले त्यो यसो गरौँ न अब अहिले यहाँ माथि चौकीमा जाने त्यो केटालाई त्यहाँ चौकीमा अब के गर्ने त अब हुन्छ यहाँ सुन्नु अब काजीको यहाँ सुन्नु काजीको ओरिजिनल बुढी रहेछ अब यो भिडियो देखेपछि त ओरिजिनल बुढी पनि आउँछ तपाईँ डुप्लिकेट भयो तपाईँ डुप्लिकेट के ओरिजिनल बुढी हो उसको र मेरो सम्बन्ध राम्रोसँग त्यो सम्बन्ध नभन्नु ओरिजिनल हो कि डुप्लिकेट हो तपाईँ ओरिजिनल अहिले सुन्नु भएन मुना र म बुढी हो त्यही भनेर यति मात्रै भन्नु ऊ र तपाईँ ओरिजिनल बुढी हो कि डुप्लिकेट बुढी हो मुना र म ओरिजिनलै हो भन्दा उत्तर चाहिँ अर्को सर्टिफिकेट छ त्यो चाहिँ के हो त्यो चाहिँ डुप्लिकेट भन्नु तीनटा सर्टिफिकेट छ अरे मलाई केही थाहा छैन के यो तपाईँ र सासू बुहारी नै यहाँ सौदा भयो अहिले हेर्नु बहिनी यहाँ सुन्नु तपाईँहरू नि काजीले सासू बुहारीलाई सौता बनाइदियो हेर्नुहोस् आज तपाईँहरूलाई सौता बनाइदियो बिहे गर्दै राख्ने खालको मन रहेछ त्यो मान्छेको अब पैसा खाँदै आज मिडियामा आएर मात्रै मान्छे सचेत हुन्छ होला फेरि पनि यहाँनिर कसैको छोरीचेली बिगार्न बेर छैन मलाई थाहा छैन हो र पड्काउनु त्यस्तोलाई यहाँ फेरि बिगार्छ छोरीचेली फेरि हामीहरूको समाजमा त्यस्तो आएर बिगार्नु पाउँदैन सही यहाँ चाहिँ भोलि बिगार्दैन अरूको छोरीचेली सबैजनाले यहाँ सुन्नु यो यहीँ बसोस् यसलाई खर्च कति पेल्नुपर्छ म पेल्छु मेरो छोरा र बुहारी म यहीँ राख्छु भयो अनि नबसेर कहाँ जान्छ काजीलाई चाहिँ चिप्लाउने छोरी छ राम्रोसँग गरी खा म फर्केर नआइजा राम्रोसँग गरी खा तर जहाँ भेट्छु त्यही गिड्छु भनेको मेरो निकालौँ मेरो हजुरबा निकालौँ त्यति गरेर राखिदिनु होइन कागज गर्नुपर्छ चौकी सबैको सिक्ने यसलाई खर्च कति पेल्नुपर्छ कस्तो लाउन खाना दिनुपर्छ म छु तयार पैसा दिन्छु काजी चाहिँ लिएर जाने तपाईँ काजी चाहिँ लिएर जाने काजी लिएर म विदेश जान्छु त दाइ म विदेश जान्छु काजी चाहिँ लिएर जाने अब जाने र नजाने सिधै कुरा हो फेरि अर्को बिहे दर्ता भएको ओरिजिनल काजीको बुढीले खोज्छ तपाईहरुले अहिले कुरा भयो नि हैन तपाईले सुन्नुभयो नि काजीले के भन भनेर मलाई काजीले त भन नि अनि म काली छु बुढी छु आमा सम्मानको मान्छे राख्दिन भनिसरे भन्दा
होइन भन कि भने नि होइन भने नि होइन भन्नु मैले भनेको छुइनँ भने नि अनि के भन्नु अब तपाईँ त अहिले मुस्कुराइरहेको छ हेर्नुहोस् काजीले सासूलाई अपनाएपछि सासूको मुस्कानमा उज्यालै उज्यालो मलाई उसले यस्तो नि दाइ तपाईँहरूलाई म सिधै भन्छु होइन यहाँ सुन्नु न तपाईँहरूलाई म सिधै भन्छु एउटा कुरो किनभने उसले मलाई नस्वीकार्दा 10 लाख पैसा कहाँबाट ल्यास् त भन्नु त आफै हो त 10 लाख पैसा त खेला छोरा उहाँको जीवनमा चाहिँ धेरै सहयोग गर्नु मेरो शरीर पनि सम्पे र मेरो पसिना पनि सम्पे नि अनि अब मलाई स्वीकारेन भने त्यो पैसा कहाँबाट जिम्मा दियोस् ठिकै छ ठिकै छ लु तपाईँहरू सबैका छेउमा भन्छु ठिकै छ म छोडिदिन्छु उसलाई तर मेरो 10 लाख पैसा अहिले र अहिले मलाई थुपार्नु पर्यो पैसा चाहियो ऊ तपाईको फोन आयो म त जाएँ अनि काजीले फेरि मुसुक्कै हाँसेर उठाउनु म जाएँ पनि त छु नि साइलेन्ट बस्नु बोल्नु दिनु अरे मलाई भुवन लेखन गर को भुवन भनेको छोरो हेलो आइज होइन त्यहाँनिर ग्यारेज देख्दैन सो पोल चौक त्यो के अरे पोल टप्पूदेखि अगाडि गिरिलदेखि भित्र पस्छ कच्ची रोड चम्पापुर झर्ने बाटोतिर झर भन्नु त ल ठिक छ अब एकदम खुसी नै छ अहिलेसम्म उहाँ चाहिँ सासू अघिसम्म रुँदै थिए अहिले खुसी छ होइन काजीले अब यहाँनिर एकदमै यहाँनिर सासूको अनुहारमा उज्यालो छायो भने बुहारीको अनुहारमा अँध्यारो छाएको छ अब कसरी उज्यालो बनाउने त यहाँ टेन्सनमा छ अब फोन लाउँदैछन् यहाँनिर अब के हुने हो कसो हुने हो अब काजीलाई कानुन बमोजिमको कारवाही त हुनु पर्यो किनकि यी चेलीको पनि त जिन्दगी हो त तर यो चेली पनि स्वात्तै काजी भरेपछि कतिखेर चम्पा ठोकेछ राति बिहानको राति छोरी बोकेर कति बजी हिँड्नुभयो त्यो काजीसँग तपाईँ बिहानको राति हिँड्नुभयो कि कति बजी हिँड्नुभयो भन्नु त कसरी ललाई फकाइ गरो प्रश्न भन्नु भोलि उहाँलाई अलिक प्रहरीमा लाने हो त्यो उसलाई केस गर्नुपर्छ तपाईँलाई कसरी ललाई फकाइ गरो तपाईँलाई भन्नु के भन्नु तपाईँलाई भन्नु काजीले तपाईँलाई त छोड्ने कुरा गरिरहेछ उसले भनिरहनु भएको छ बारम्बार म तिम्रो बर्बाद पार्दिनँ जिन्दगी तिमीलाई बर्बाद त होइन पारिसक्यो बर्बाद राम्रो ठाउँमा पुऱ्याइदिन्छु म जति नै बे गरे पनि जति नै वटा बे गरे पनि म जति ठाउँमै गए पनि तिम्रो जिन्दगी चाहिँ बर्बाद पार्दिनँ भनिरहनु भएको त्यसो भनिराख्यो होइन साथ दिन्छु भनिरहनु भएको छ अहिलेसम्म साथ दिएकै छ कुटपिट गरेको छैन त्यही भएर तपाईँले माया गर्नुहुन्छ काजीलाई उसले पनि माया गर्नुहुन्छ मेरो बाबुआमाले पनि साथ सपोर्ट नदिएको उसले त्यही कुरा बुझ्छ बाबुआमा छैन उसको भनेर थाहा छँदैछ आफ्नो आफन्त छैन भने थाहा छँदैछ त्यही भएर राम्रो गरेको उसको श्रीमती ओरिजिनल श्रीमती सर्टिफिकेटसँग परछ त्यसलाई चाहिँ धोका दिएन तपाईँलाई हेर्छ उसले त्यस्तो धोका दिने धोकेबाजले उता पनि हेर्छु यता पनि हेर्छु भनिरहेको सबैतिर छ भोलि अर्को पनि ल्याउँछ र अर्कोलाई पनि हेर्छ होला ल तपाईँलाई के भनेर फकायो भन्नु सुरुमा चाहिँ तपाईँलाई के भनेर फकायो सोझीको त फाइदा लुट्यो त अहिले प्रहरीमा त ल्याउनु पर्छ उसलाई होइन इमानदार पनि भाडामा बसेकी छ सागसब्जी लाएर अर्काको अनि कोट्याएर खाकी छ के यो मान्छे साह्रै दुःख पाकी मान्छे यो मान्छेले गरी खान्छ यसो हेर्दा तर यहाँनिर डबल रोल रहेछ नि त उता सासूसँग अब कति हो कति बिहे गर्ने रहेछ भोलि यसो त 1 दर्जन पुग्दैन अनि के भन्दै ललाई फकाइ गर्यो सुरुमा लु भन्नु ललाई फकाइ के गर्यो तपाईँलाई फुल जस्तो सजाएर राख्छु भन्यो कि कसरी ललाई फकाइ गर भन्नु ललाई फकाइ गरौँ कि गरेन सुरुमा के भन्यो भन्नु त भएन के भन्नु काजीले भन्नु प्रश्न भन्नु भन्नु न के भन्नु भन्नु त भन्नु त भन्नु न के भन्यो त्यो काजीले चाहिँ तपाईँलाई के गर्यो सुरुमा के भन्नु भोलि तिमी बोल्नेको चामल पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन नि भोलि फेरि मैले न्याय पाइनँ भनेर हामी न्यायालय त होइन न्यायालयसँग पुर्याउने मान्छे हो आवाज हाम्रो तपाईँको आवाज त्यस कारणले गर्दाखेरि प्रश्न भन्नु होला भोलि मैले अन्याय पाएँ न्याय पाइनँ भनेर नभन्नु होला भन्नु के भनेर फकायो के भनेर भन्यो के भनेर फकायो भन्नुहोस्
यो अर्कै भाडा आउँछ अब फेरि जमानाका हुने फेरि अर्कै छन् यहाँ कुरा राख्नुहुन्न राख्नुहुन्न म राख्छु के छन् कसरी पकायो राति राति आगो बालेर पोलेर खान्छ खेती तपाईँले आश्वासन के दियो पकायो होला नि हैन साथ दिन्छु भन जिन्दगीभरसम्म साथ दिन्छु भन मसँग बस भन म जिन्दगीभरसम्म साथ दिन्छु भन जेठी बुढीलाई पनि हेर्छु तिमीलाई पनि हेर्छु तिमी र जेठी बुढी र तिमी नै मात्रै हो मेरो जिन्दगीभरको लागि साथ दिने उसँग त म एक दुई दिन मात्रै टाइम पास बोलेको मेरो त आमासम्मको मान्छे हो म कसरी त्यस्तोसँग जान्छु भन्दै भन्नु अनि तपाईँ उसले चाहिँ ल्याइसक्यो नि त जाने त हो नि त अब त्यो तपाईँले एकै तल बुझ्नु भएन टाइम पास मात्रै गरेको भन्ने मान्छेलाई विश्वास गर्नुभयो तपाईँले सिधा मान्छे विश्वास गर्छ हो यसरी नगरेको भए हुन्थ्यो तपाईँको नि श्रीमान छ छोरी छ श्रीमानले अन्त त्यस्तै बेहुरा थियो बेहुरा देखायो भने त पुलिस स्टेसन जाने हो नि कति गएको पुलिसमा कति गएको कति फसाएको केटीहरूले पनि पुलिसमा कति गएको मैले कति रु र बिन्ती गरेर कति निवेदन कति गरेर मैले निकालेको 3-4 वर्ष दिवस गर्न त अब बेदर्ता पनि छैन न सिन्दुर पोते गरेको छ बनाउनु पर्थ्यो नि त आफू पनि बेदर्ता बनाउनु त तपाईँले मेरो बुढाले बेदर्ता बनाइदिएन भनेर ओडामा जानु त अहिले पुलिस ल्याएर डन्ठ्याउँछ बनाउँदिन म आफै तेरो कुन बुढासँग गएर बनाउँछस् बनाऊ अनि यसले पनि उच्काएको सुरु टर्नमा त को यसले भन्नाले त्यसकै आमाले तपाईँको सासू अब त सौता भनेर समाधान गर्दा हुन्छ गर्छु नगर्ने त्यही त भयो त कुरा अनि अब तपाईँको चाहिँ तपाईँ कति बजीतिर उहाँसँग जानुभयो त्यो काजीसँग कति बजी एक वर्ष हुन आँटिसक्यो बसेको कति बजी तपाईँको कति बजी भाग्नुभयो उहाँसँग राति कि दिउँसो कि कति बजीतिर त्यो केटासँग तिमी आउँदा कति बजी आयो अरे दिउँसो आयो कि राति आयो अरे भन्नु पर्यो नि त सबै त्यो त डिटेल पहिलेदेखि सुरु सबै आउनु पर्यो नि त मिडिया राति भागेको दिउँसो अब नि राति भागेको दिउँसो भागेको भने सपना भाइ यस्तो कुरा गर्छ उसले अब हो कि राति ओछ्यानमै उठायो त यहाँ ल्याउँदा थाहा पायो